हाय साथीहरु, गुड मर्निङ। वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन। म खुसी सदा चाहिँ फेरि पनि आइसकेको छु नयाँ भिडियो एन्ड ब्लग लिएर। अनि हेर्नु होला मेरो भिडियो कस्तो लाग्छ। नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला। अहिले हामी चाहिँ म चाहिँ दुध लिन हिँडेको साथीहरु। मेरो कान्छी छोरी र म हिँडेको। घर बस भनेको नै गर्छ नि। हेलो गदो, हेलो गदो, हेलो नमस्ते। गुड लेना लेना हिँड 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 हिँड। दिदी चाहिँ सुती बसा छ। हाम्रो दुध यहाँ हालेर राखिदिनुहुन्छ अनि हामी यसरी हालेर यसरी लु पोख्यो अलिकता। यता अर्को भैँसी दुधै हुनुहुन्छ। हामीले दुध लाने चाहिँ यो भैँसीको हो। घरमा नबसेर खुब आउँछ मामीसँग। थकाइ लाग्यो। आऊ न आऊ 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 भेट्यो भेट्यो नानीले मम्मीलाई भेट्यो भेट्यो भेट्यो। अब चाहिँ म दुध पकाउँछु। हेर्नु न साथीहरु, नानीहरूलाई भात खुवाउनु पर्यो भनेर थालमा पस्केको, थालमा नखाने अरे। कराईमा खानु पर्ने रे मेरो नानीहरू। कराईको भात खाने यो एउटा अनि यो एउटा। कस्तो चाहिँ बानी हो। अरू ठुलो मान्छेले खाएको टाइममा खाँदैन। ढिलो खायो, झगडा गर्यो, काम पाउँदैन हो। झगडा गर्यो नि। हे यता हेर त, यता हेर त छोरा। ओइ छोरा, मैले चाहिँ हिजो टिपेको अमला अचार राख्यो फाइनली साथीहरू। अचार राख्यो। यसमा चाहिँ बिर्को अलि लुज भयो, प्लास्टिक राखिदिएको कुहिन्छ के गर्छ। 2 बट्टा भयो। बोटमा अझै छ टन्नै टिप्दा त। त्यो टिप्यो भने साथीहरू ऊ यस्तोको 2 बाल्टी हुन्छ ल। अझै टन्नै छ क्या। अनि म चाहिँ नानीहरूलाई चाउचाउ पकाइदिँदैछु। साथीहरू म चाहिँ अब पसल हिँडेको। अलिअलि सामान ल्याउनु छ। सामान पनि ल्याउनु छ। घेरा मारु। यस्तै हो जिन्दगी, चलिरहेछ। कहिले उधारो कहिले नगद। अब नानीहरूलाई, खासमा नानीहरूलाई बिहान बेलुका दिउँसो दिने खाजा भएन। यसो के पाउँछ कि पसलतिर भनेर हिँडेको। पसल भनेपछि यस्तो। साथीहरू म फर्केको अब पसलबाट। मेरो हातमा चाहिँ यति धेरै सामान छ, हेर्न सक्नुहुन्छ। यो बोतल चाहिँ सबै खाली हो। रक्सी भर्नु पर्छ।
अनि चिउरा र बिस्कुट लिएर आएको मैले चाहिँ। मेरो नानी चाहिँ पसलमा गएर केही किनिदिनु भएन, केही दिएन भनेर रुँदै हिँडिछे। अब चक्लेट दिउँ हुँदैन, दाँत किराले खान्छ, अरू त घरमै छ। अनि के चाहिँ खोजेको तपाईँहरूले? अब गुलियो चिज अलिबार नदिउँ भनेको चुई 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 चाहिँ गन 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 गरिन्छ। मेरो नानीहरू त लाजै लाग्दो। ल ल एउटा चाहिँ अगाडि नै छ, कुदेर रमाउँदै उसलाई घरबाट बाहिर निस्केपछि रमाइहाल्छ। अनि एउटा चाहिँ खाने मलाई अझै पनि हाँस रोक्या छैन साथीहरू। किन रोक्दा भेडा बाख्रा करा चाहिँ भ्यामै गर्दै आयो नि मेरो छोरी। के अन्त अनि के ल घरमै छ त, चाउचाउ छ, अन्डा खाने अन्डा छ, अरू त के चाहियो त तिमीलाई? यता हेर्छ न बिसाको मान्छे घरमा भयो। लाज शरम छैन, बिना पत्तामा भ्याभ्या रुँदै आउँछ। नानी हेर त एउटा यहाँ मुतेरै हिँड्छ। बच्चाहरू पनि के गर्नु छ, यहाँ स्वयं यहाँ मुतेर हिँडेछ। गर्मी गर्मी अलिअलि छैन।